हेलो एभ्रिवान, इट्स मी ब्ल्याक स्मिथ र मेरो चाहिँ नेपाल टु ग्रिसको जर्नी कस्तो रह्यो पासदेखि लिएर पिर्जिनसम्म कुराहरू भन्दैछु हैन। कृपया कान मजाले थापेर सुनिदिनु होला है। म चाहिँ खास गरी चाहिँ नेपालबाट सर्बियाको भिजा लगाएको थिएँ। मेरो काम थियो सुसी है। अनि म करिबन सर्बिया आएपछि चाहिँ म 550 मागेको थिएँ। पछि साहबहरूले यताउता गरेर 50 युरो बढाइदिएर 600 युरो बनाइदिएको थियो। अनि र त्यहाँ गरियो करिबन 11 अथवा 10 महिना काम गरियो। त्यस पछाडि भने अब प्लान भनेको त अब त्यही हो गाइज हैन। अब हिँड्नुपर्छ या इटाली या ग्रिस भनियो। इटालीको त्यस्तै लाग्यो। अनि ग्रिस आइदियो हैन। ग्रिस आए पछाडि चाहिँ अब त्यही हो, बाँकी मागेको कारणले गर्दा गाउँघरमा मजाले 1 वर्ष एग्रिकल्चरमा काम गर्यो, पैसा तिर्यो, यताउता दुनियाँ दिवाना धेरै कष्टकर भयो गाउँको जिन्दगी पनि। र अहिले सहरमा पनि त्यस्तै नै हो, कस्तो त गर्न परिहाल्छ स्ट्रगल भन्ने कुरो हैन। र फाइनली हिजो के भयो भन्दाखेरि एकजना दाइ सागर दाइले चाहिँ मैले कल गरेर दाइले चाहिँ ल भाइ आउन त काम लगाइदिन्छु भन्नुभएको थियो। अनि गयो हैन। अनि गइसकेपछि चाहिँ सुसीमा पठाइदिनु भयो। र त्यो हिजो मेरो इन्टरभ्यूको टाइमको पनि थियो सुसीको बारे है। अनि त्यस्तो इन्टरभ्यू दिँदै गर्दा अनि हुँदै गर्दा चाहिँ समीर र म थियौँ, मेरो भाइ दुईजना नै पास, दुईजना नै सेलेक्ट भयो होइन। अनि त्यस पछाडि चाहिँ अनि के भयो भन्नुभयो भनेदेखि चाहिँ तपाईँहरू दुईजनामा पनि जो पनि मसँग आउँदा हुन्छ, सेलेरी भनेको तपाईँको यति छ करिबन यति आता गरेर चाहिँ तपाईँहरूले नर्मल गर्न सक्यो भने दिनमा चाहिँ ओभरटाइम गर्न सक्यो भने अराउन्ड 2200 युरो आउँछ हुन्छ तिमीहरूको सेलेरी भनौँ होइन। गाइस के भन्नु, त्यहाँ मान्छे त अनि कुनै खुसीको त कुरै भएन क्या। अन्त अनि सब बिर्स्यो क्या। अनि अब सर्वेमा 600 खाने मान्छे यहाँ 2200 भनेपछि त गाइस अनि होइन। अब कोस्ट डिफ्रेन्स त छँदैछ होला नि भन। अनि खुसी त लाग्छ पनि होला नि होइन। सो गाइस अब फेरि यस्तो भन्दैमा फेरि ग्रिसको बारेमा चाहिँ मैले बढाइ चढाइ राम्रो भन्नु खोजेको चाहिँ होइन। तर आइसके पछाडि के गर्नु त होइन। खालि सरकारलाई साथीहरूलाई सोधेर यताउता राम्रो काम यदि हातमा सिक्छ भने ग्रिसमा नराम्रो नै छैन है त गाइस। मलाई चाहिँ त्यस्तो लाग्यो। किन सर्बियामा अब 600 कम हुन्थ्यो भने सेलेरी भनेपछि चाहिँ यहाँ चाहिँ मेरो 2200 दिन्छ भनेको छ है। फेरि यही काम तपाईँहरू चाहिँ यदि आइल्यान्डतिर जानुभयो भने 2200 देखि माथि नै हुन्छ अरे। तर खानापिना खाइ बसेर सबै कुरो फ्री प्रोभाइड हुन्छ। 2200 चोखै सेलेरी हुन्छ फेरि। तर 2200 भन्दा माथि नै हुन्छ अथवा 2200 है। राम्रो छ, सुसीलाई राम्रो स्कोप छ गाइज। अरू यदि आउनै छ भने केही न केही सिप लिएर आउनु होला भन्न चाहन्छौँ। बाई गाइस, फेरि म चाहिँ ड्युटी लागेको है त ल।